रोहित कार्की 42 टिकटक आइडीमा यहाँहरू सबैलाई स्वागत छ। दर्शकजन, आज म यहाँहरूलाई सिन्धुली जिल्लाको यो दुधौली नगरपालिका वार्ड नम्बर 11 स्थित यो तल्लो पत्रिङ्गामा लिएर आएको छु। आज मैले यहाँहरूलाई यो तल्लो पत्रिङ्गामा रहेका यस्तै जग्गाहरू जुन चाहिँ नम्बरी बारेमास पानी लाग्ने र वर्षमा तिनै बाली खेती गर्न मिल्ने एकदमै समतल भूभाग, जसमा यहाँले कृषिजन्य प्रयोग चाहिँ जुनसुकै प्रयोगको लागि पनि उपयुक्त हुने जग्गाहरू, एकदमै राम्रो मिलेको प्लटहरू सस्तो दर रेटमा लिएर आएको छु। यदि यहाँहरू यस्तै जग्गा खरिद गर्न चाहनुहुन्छ भने कृपया मेरो स्क्रिनमा डिस्प्ले भइरहेका मोबाइल नम्बर, व्हाट्सएप नम्बर, त्यसपछि इमेल सबै कुनै न कुनै चिजमा चाहिँ जोडिएर सबै कुराहरू बुझेर एकदमै सरलताका साथ सस्तो दर रेटमा चाहिँ यहाँका जग्गाहरूलाई खरिद गर्न सक्नुहुनेछ। यहाँका जग्गाहरूमा विशेष गरी धान बाली, त्यसपछि मकै बाली त अहिले तपाईँहरूले मेरो स्क्रिनमा पनि देखिरहनु भएको छ। त्यसै गरी गहुँ बाली, अनि तोरी, आलस आदि इत्यादि बालीहरू हुन्छन् भने यो ठाउँमा यहाँहरूले लगाउनु पर्दा चाहिँ फलफुलमा विशेष गरी आँप, लिची, रुखकटर, भुइँकटर, ड्रागन फ्रुट आदि इत्यादि फलफुलहरू पनि लगाउन मिल्छ। यो चाहिँ एकदमै मिलेको पहाडे बस्ती छ। यहाँ चाहिँ नजिकै मावि स्कुल, कलेज, त्यसपछि गएर चाहिँ बर्थिङ सेन्टर, हस्पिटल्स, त्यसपछि अन्य सेवा सुविधाहरू जुन नगरपालिका कार्यालय, बजारहरू पनि एकदमै नजिकमा चाहिँ रहेका छन्। यहाँहरूले यो ठाउँमा यदि मन परेको ठाउँमा यो ठाउँमा भिजिट गर्न आउनु हुँदाखेरि चाहिँ सबै कुराहरूलाई चाहिँ यहाँहरूले चाहिँ अवलोकन गरेर हेरेर सबै कुराहरू विचार गरेर यहाँका जमिनहरू खरिद गर्न सक्नुहुनेछ। यहाँहरूले यस्ता राम्रा मिलेका प्लटहरू जुन तपाईँ देख्न सक्नुहुनेछ, एकदम तराई जस्ता समतल भूभाग, यहाँका चाहिँ एकदम राम्रा एकदमै उर्वरा जमिनहरू पाउन सक्नुहुनेछ। नजिकैबाट तपाईँको यहाँको मेन रोड जुन चाहिँ एडिबीले अब यही महिनादेखि नै यसलाई बनाएर पिचको काम पनि सुरु गर्दैछ। नजिकैबाट तपाईँको यो मेन लाइन पनि गएको, बाटो छेउछेउबाट मेन लाइन गएको पनि तपाईँ सम्भवतः देखिरहनु भएको हुनुपर्दछ। यो हराभरा एकदमै प्राकृतिक सौन्दर्यता भएको गाउँ यो सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा पर्छ, जुन चाहिँ बागमती प्रदेश अन्तर्गत आउँछ। यहाँहरू धेरैलाई थाहा नहुन सक्छ। यहाँबाट नजिकै करिब 2-2.5 किलोमिटरको दूरीमा बागमती प्रदेश प्रहरी तालिम केन्द्र पनि छ। यस्तो राम्रो यो भूभाग छ, समतल जमिन छ, उर्वरा माटो छ, अनि बाटोको, पानीको, इमेल, इन्टरनेटका सबै कुराहरूको सुविधा भएको यो ठाउँमा यहाँहरूले जग्गा लिएर यहाँहरूले कृषिजन्य प्रयोग र अन्य बाटो छेउका जग्गाहरू लिएर अन्य तपाईँको कमर्सियल प्रयोगमा पनि सजिलै र सहजताका साथ नै यहाँले खरिद गर्न सक्नुहुनेछ। अर्को कुरा, यहाँ चाहिँ अन्यत्र ठाउँभन्दा जग्गा राम्रो भए तापनि, मिलेको बस्ती भए तापनि, सबै सेवा सुविधा भए पनि यहाँ अन्यत्र भन्दा एकदमै सस्तो जग्गा पाउने कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यस्तो राम्रो ठाउँ छ यो। यहाँहरूले सोचे भन्दा एकदमै सस्तो मूल्यमा 3.5 लाखदेखि लिएर 20 लाखसम्मका जग्गा यहाँहरूले छानी आफ्नो उद्देश्य अनुरूप, आफ्नो बजेट अनुरूप र आफ्नो इच्छा र चाहना अनुरूप चाहिँ जग्गा खरिद गर्न सक्ने कुरा म यहाँहरूलाई पुनः स्मरण गराउन चाहन्छु।